हिजो कम्युनिस्ट पार्टीमा लाग्दै गर्दा पुलिसका चाहिँ चिसा कोठामा सुत्नु पर्यो, पुलिसका लाठी खानु पर्यो, धेरैचोटि गिरफ्तार खानु पर्यो। तर मैले आफ्नो व्यक्तिगत सुख सुविधालाई कहिल्यै पनि रोजेन। मैले आवाजविहीनहरूको लागि आवाजविहीनको एउटा म चाहिँ सहारा बनेर अगाडि हिँड्छु भनेर कसम खाएर मैले आफ्नो व्यक्तिगत सुख सुविधालाई तिलाञ्जली दिएर सामाजिक राजनीतिक परिवर्तनको आन्दोलनमा कम्युनिस्ट पार्टीलाई रोजे। विभिन्न किसिमका चाहिँ प्रतिक्रियावादीहरूका षड्यन्त्रहरूलाई ताना बानाहरूलाई मैले कहिल्यै पनि चाहिँ स्वीकार गरेन। मैले परिवर्तनलाई स्वीकार गरेँ। मैले अग्रगमनलाई मैले चाहिँ स्वीकार गरेँ। मैले निरङ्कुशता शुभेच्छाचारितालाई कहिल्यै पनि मैले चाहिँ स्वीकार गरेन। के कम्युनिस्ट पार्टी हुनुमा मलाई आज गर्व छैन र? मलाई धेरै गर्व छ। तर कम्युनिस्ट पार्टी प्रति हेर्ने दृष्टिकोण जुन आज बदलिएको छ, मानिसले कम्युनिस्ट पार्टी माथि लगाएको जुन किसिमको आरोप प्रत्यारोप छ त्यो मेरो लागि स्वीकार्य छैन, त्यो स्वीकारिँदैन। कम्युनिस्ट पार्टी हुनुमा गर्व छ, अगाडि बढ्नुपर्छ भन्ने नै हो।